हाँस्यो हो पब्लिक भयो तपाईँको स्याम्पू वेस्ट नगर्नु न यार तपाईँको स्याम्पू वेस्ट गर्नु पर्दैन कि स्याम्पू होइन त्यस्तो हुन्छ त्यो स्याम्पू हुन्छ त्यस्तो हामीले चाहिँ के खोया हो हामी चाहिँ गरम लाग्दैन यस तपाईँको स्याम्पू वेस्ट नगर्नु न बिचरा कति फाल्नुहुन्छ हो स्याम्पू काजु खाँदैछु यो 1 हप्ता खाएको काजुको कमालो कति देखाउनु त काजुले सियर काजु स्वेट टु गटमा झुट बोल्दिनँ मैले जतिको काजु र बदाम कसले खान्छ यहाँ है बदाम त्यसरी बदाम स्टिसाउँदै छ यो मैले 4 किलो ल्याएको थिएँ अब यति बाँकी छ बदाम यो एक गोली खायो भने यति खायो भने 1 ठ्याक हो क्या यति खायो भने 1 ठ्याक हो यो यति खायो भने 1 ठ्याक हो मजाले भ्याउँछ चिर झर्छ रुके बेबी सुन न यस त्यो प्लेनमा कि आई रेस्पेक्ट यु एज अ एरोस्ट्रेस है ऊ चाहिँ एरोस्ट्रेस हो प्लेनको है गल्फ एयरलाइन्सको र यस्तो गर्न पाउँछ भन्नु चाहिँ त्यही होइन अब प्लेनमा तिमी एरोस्ट्रेस हुँदाहुँदै है सपोज तिमी हुँदाहुँदै तिमी बेहोस भएको नाटक गऱ्यौ अनि मलाई ठ्याक हान्न मन लाग्यो अनि मैले ठ्याक्कै तिम्रो अलिकति होइन बिस्कटहरू हुन्छ नि ड्रेसहरू त्यसमा मैले जबरजस्ती पप्पी गर्न थालेँ भने उठा भन्दै त्यो रेस्क्यु गरेको भन्छ कि ऱ्याप गरेको भन्छ रेस्क्यु गरेको भन्छ उठा भनेको रेस्क्यु गर भनेको होइन होइन यसो के उठा भन्दै बुबु छाम्न पाउँछ कि पाउँदैन ओ माइ डे भन्दैछु त यो सबै पोलिसीको अन्डरमा पर्दैन के ओ माइ डे तपाईँहरूले यस्तो गर्न पाउँदैन अनि जस्तै तिमीले रिक्वेस्ट अफिस त्यो हेडक्वार्टरमा त्यो इन्फर्म गऱ्यो भने मेरो श्रीमान हो मेरो टाइम मिल्दैन हामी प्लेनमै गर्छौँ भन्दा मिल्छ कि मिल्दैन नट अलाउड काममा यस्तो गर्न मिल्छ तपाईँ काम गर्दैछ अरे सपोज युआर अ सेफ हो अरे तपाईँले पकाउँदैछ अरे म रेस्टुरेन्टमा आएँ अरे मलाई खान मन लाग्यो अरे अनि तपाईँ निस्किनु खाम भनेर भन्न मिल्छ मैले मिल्दैन नि तपाईँले तपाईँको काम छोड्नै मिल्दैन नि यस्तो हो कि म त कुर्छु नि के फरक पर्ने हेर त हुन त तिम्रो माथि आकाशमा ड्युटी छ तिम्रो आकाशको जागिर हो तिम्रो आई रेस्पेक्ट यु एज अ एरोस्ट्रेस होइन तिमीले पनि रेस्पेक्ट गर्छु म हेर मनले मान्छ भने बिहा गर म मुखले मात्रै चालु हो अरू त म एकदम लोयल छु म त अब होला छोरा मान्छे हो 2-4 ठ्याक गइहाल्छ नि राति आफ्नो बुढो दिनुपर्छ बुढाबुढी हो होइन मिलेर गर्दा के भयो त होइन यसो हो तिमीलाई अब मन छैन भने गाह्रो हुन्छ दुख्छ भने बिस्तारै गरौँला नि त तेल तोरीका तेल शुद्ध तोरीका तेल त्यो शुद्ध गाईको घिउ अब म बुझ्छु अब अहिले मौसम यस्तो छ अब त्यति सजिलो झर्दैन अब सुख छ बिचारो अब तिमीले पनि कसरत मजाले पुगेको छैन सुख छ नि बाबा कस्तो पानीको मुहान त सुक्छ बरु तोरीको तेल लाम्ला कदमको तेल लाम्ला घिउ कुमारी लाम्ला के भयो त मन त हो नि तर म त खान्छु तिमीलाई बिहा गरेँ भने त 2 वर्ष त नानी पाउनु लाउँदिन हौ 2 वर्ष त यतिको जवानी त 2 वर्षमा त 2 वर्षपछि पाउने 2 वर्ष त कान्छु यतिको जवानी त धुलो चाट्टी मजाले इन्जोय गर्न मनाङ मुस्ताङ हिउँमा सुताउने हिउँमै उठ्ने हो कान्छु हेर त अबै जवानी होइन अरू भन्दा म त बुबुले त हौ आँखा त त्यतै बस्छ अघिदेखि बुबु त हाम्रो केटाहरूको त आँखै त्यतै जान्छ कान्छु अलिकति कपाल हटाए त डबल ट्याप त कति आउँछ बरु आउँथ्यो कान्छु कपाल हटाउनु सपोर्ट गर्न तपाईँसँग खेल्दाखेरि त के हो अलि सपोर्टरहरू त ठुलै लेभलको छ तर कसैले हान्थेन त किन डाक्टर लाडो भनेको यस्तो भुइँचालो हो जो हर कोहीसँग आउँदैन के हेर तिम्रो मान्छे अरू बेला कति आउँथ्यो अहिले मान्छे हेर त्यहाँ यो डाक्टर लाडोको पावर हो यो है डाक्टर लाडोको पावर हो है सो रेस्पेक्ट गर गिफ्टरलाई है अब हामीले बिहा गर्दाखेरि गिफ्ट हानेकै छैन कहाँबाट रेस्पेक्ट गर्नु हो मैले चाहिँ एउटा गिफ्टर भन्दा होइन हाम्रै छ कि सानो छ क्या हाम्रो यस्तो छ हाम्रो शक्ति चाहिँ मांसपेशीमा लाग्छ तिमीको चाहिँ बुमा लाग्छ क्या मासु त्यस्तो हो नि त कुरो त तर कान्छु हेर कान्छी तिमीलाई बिहा गरेमा त म त यो दुध त बच्चाले दिन्न हौ एकपट्टिको त मै खान्छु अलिअलि उब्रेको बच्चाले खाओस् हौ कस्तो मिलेको बुबु हौ कस्तो गोलो हौ छाम्दै पाप लाग्ने हौ छुँदै दाग लाग्ने होइन होला है त्यस्तो त यसो गर कान्छी ल अब घरमा सल्लाह गरेर को हुनुहुन्छ यतिका मान्छे पाएँ भने त म त हो 7 दिन 7 कोठामै हगेर मुतेर म त नि हौ ठीक गनाउँछ होला डुङ त होइन यस्तो हुन्छ एट्याच हुन्छ नि त कान्छी अब उहिले जस्तोमा नि त रुकी हजुर तिम्रो डोज कतिको छ हौ कतिको छ डोज हो र मतलब कति मिनटसम्म सक्छौ तपाईँलाई थोरै नभन्ने हो त कति मिनटसम्म सक्छु कति मिनटसम्म सक्दिनँ भनेर हेर छोरा मान्छेको भनेको यतिको पायो भने सुरुमा त 1 मिनट हो थाम्दै झर्छ क्या कसम खोज्दै झर्छ क्या अब हात काम छ टक्क बुझ्नु यस्तो हात राख्दाखेरि यस्तो गर्दा त्यो बुढा पटाक गर्दा पनि झरिहाल्छ क्या 1 मिनट पनि लाग्दैन कसम
अब सेकेन्ड ठ्याक भनेको त्यही हो 5-10 मिनट सेकेन्ड ठ्याक तपाईँ धेरै नहसाउनु तर कसम रुके मैले चिट गरेको होइन कि यतिकाले कस्तो आँखै चिनेर चार्दा पनि हुन्छ क्या तलैबाट क्या कसम हो क्या आँखै चिनेर चार्दा पनि हुन्छ कि तपाईँको थिएन होइन पियर्सिङ लगाउनु भएको अनि तिमीले गर्दा लगाएको त मैले चार्दाखेरि मलाई फिलिङ्स आओस् भनेर त्यो टिसी हेर्दा टिसीमा ठोकियो भने हो होइन होला है त्यस्तो त अब किन होइन तर रुके मैले तिमीलाई भने कि भन्न होइन मैले त 4वटा ब्यारिङ लगाएको छु तिमी त डल्लै पर्छ सुरुमा त डल्लो पर्छौ मुत्नै हुँदैन एक हप्ता ब्यारिङ लगाएको छु मैले दामी छ फोपिस छ ब्यारिङ फोपिस यस्तो क्या त्यो पहिला चाहिँ उसको हालेको थिएँ मैले त्यो गोल्डको हालेको थिएँ तर सुनको हाल्दैछु भने चाहिँ क्या सुन हान्दाखेरि पुरै सुनिने क्या दुई ठ्याक हान्दाखेरि कसम अति दुख्ने क्या सिलिकनको हालेको कति गफ हाल्नुहुन्छ क्या तपाईँ तर कसम डगी चाहिँ दामी हुन्छ क्या रुकीलाई कसम डगी हान्नु त आम्मा कसम हो क्या रुकी तिमी मबाट के चाहन्छौ मसँग भएको दिन्छु गोल्ड GOLD त्यो पनि छ तल गेडामा लगाएको छु दामी छ रियली तर कसम के गोल्ड GOLD सुन कसम चिट गरेको होइन कि आम्मा कसम यतिको केटी पायो भने त नि केटाहरू हाम फाल्छ क्या कसम हाम फाल्छ हेर त ल केटा तर यहाँ सुन रुके स्वेटी कट होइन म तिमीलाई पाएँ भने अब 2-4 ठ्याक त गइ नै हाल्छ तर कसम बिहे चाहिँ म गर्दिनँ है यति राम्री मलाई राम्री केटी चाहिँदैन किनभने अब यति तिमी मसँग बिहा गर्यो नि मसँग बिहा गर्छौ अरूको चयन हुन्छ कि म तिमीलाई बानी पार्छु ठ्याक हान्ने बानी पार्छु तिमीहरूसँग खुसु गरेर ठ्याक हान्छौ अनि मलाई बित्थामा त्यो मामाको घोडा भान्जाको हो मलाई राम्रो केटी चाहिँ चाहिँदैन नर्मल अर्काको बुढी पनि हुन्छ अब यसो हल्का टाइम पास होइन हल्का अर्काको बुढी चाहिँ के गर्नुहुन्छ हो तपाईँ एउटा लास्ट म्याच खेलौँ त म निस्किन्छु 2टा म्याच खेलेर तर सोधेको जवाब देऊ ल सोधेको जवाब दियो नि कल मी क्राइम लेट्स वेलकम ओइ रुकी सुन न भन्नुहोस् प्लिज त्यो प्लेनमा त्यो पाइलट रुममा चाहिँ क्यामेरा हुन्छ कि हुँदैन त्यहाँ पनि ठ्याक हान्न मिल्छ ककपिटमा नि हुँदैन ग्यालरीमा पनि हुँदैन अनि सुन अनि भनेपछि नि त्यो प्लेनमा सँगै हुँदाखेरि सँगै बसेर त्यो यसो बुबु छाम्दाखेरि केस लाग्दैन बुढाबुढी हो भनेर कोसँग तपाईँ यतिकै हस्बेन्ड वाइफ अनुसार गर्ने हो कि तपाईँले क्याबिन क्रुलाई भन्नुभयो होइन सुन अब राजा मेम्बरसिप पनि थियौ ल जस्तै तिमी र म बुढाबुढी होइन अब जस्तै मलाई इमर्जेन्सीमा ठ्याक हान्न मन लाग्यो होइन तिमीलाई बोलाएँ रुकी यहाँ आऊ त भनेर सिट खाली छ ओए बम्ना दाइ थ्याङ्क यू सो मच बम्ना दाइ अनि तिमी आयो नि मैले तिमीलाई बिस्तारै माथि तानेर बिस्तारै क्लिप खोलेर बिस्तारै क्याच मार्न थाल्यो भने केस लाग्छ कि लाग्दैन थाहा नपाइकन गऱ्यो भने लाग्दैन थाहा पायो भने लाग्छ ओइ तिमी र म यसो गरौँ न एकदिन ल एकदिन तिमी र म त्यो लसुन वेलकम लसुन अघि म एकदम बिजी थिएँ यार पनिसमेन्ट गरेर भएको थियो एउटा केटी सुन ओइ रुकी सुन तिमी र म एकदिन यसो गरौँ तिमी त कुन एयरलाइन्सको तिमी होस्टेस भन त एयरहोस्टेस कुन एयरलाइन्स हो गल्फ एयरलाइन्स हो यसो गरौँ तिमी र म एकदिन त्यो बुक गरौँ त्यो प्लेनै बुक गरौँ अनि आकाशमै उडेर हनीमुन मनाऊँ ल हो ल ओ माय डेज तपाईको गफ सुनेर नि ओइ त्यो प्यासेन्जर पर्सन त त्यो प्यासेन्जर रुममा कराको ककपिटबाट सुनिन्छ कराको सुनिन्छ कि सुनिँदैन ओ माय गॉड किन नसुन्ने नि हो अलि त सुनिहाल्छ नि त्यसो भए यसो गर त इयरफोन लाऊ इयरफोन लाएर यहाँनिर त्यो माइक लगाइजाऊ गर न हल्का कुरा हो ल मलाई कराको मनपर्छ रोके पागल हुनुभयो कि या तपाईँ तिमी र म अस्ति बिहा गरेको होइन टिकटकमा तर कसम यतिको केटी पायो भने त तपाईँ मसँग बिहे नगर्ने भन्छ के काम त होइन हामीले यस्तो मनपर्छ यहाँ सुन म तँलाई एभ्री स्टेप भन्छु ल हामीले भनेको नि ल तर म रुममा छिरौँ होइन रुममा छिरौँ ल तर म रुममा चाहिँ बत्ती मार्यौँ ल बत्ती अफ है अनि टक्क सुरु हुन्छ क्या रुके पेन्टी खोल्ने बाबा बिस्तारै साडी तान्ने पेन्टी खोल्ने अनि बेडमा सुतेपछि बिस्तारै चाट्ने चुट्ने चुप्प गर्ने बिस्तारो बुफ्स मार्ने अनि टक यता पल्टाउने खुट्टा बोकाउने घरि यता ल्याउने बिस्तारो खुट्टाबाट चाट्दै ल्याएर टक्क चाट्ने हेर त अँध्यारोमा तिमी कति राम्रो बोलेको आम्मा ओइ रुकी सुन न हुन त राम्री मान्छेहरू अब अर्कै हुन्छ तिमीलाई चाहिँ कहिले गरौँ लाग्दैन तिमीहरूलाई लाग्दैन कस्तो खालको धरतीको बोझ भगवानले नमन लाग्दैन तिम्रो योनि छ कि लिङ्ग छ हौ तिम्रो के छ तिम्रो तपाईँको के छ तपाईँको अपोजिट छ
राति हो अब यसो कहिले काहीँ नि टाइम पास गर्न मन लाग्छ हाम्रो त राति त कान्छु राति त हाम्रो रातिको शत्रु कहाँ हो गाइस तपाईँहरू 2x मा प्ले हान्नु न के गर्नुभएको कान्छी गिफ्टरहरू छ यार तै पनि यस कान्छी रातिको दुश्मनीहरू त हाम्रो रातिको दुश्मनीहरू त यसले नसुत्न दिन्छ तपाईँले यस्तो कुराहरू चाहिँ कहाँबाट भेटाउँछ ओ माई डेज भने यसको बोली यही मिठो छ के त्यो ओ माई तपाईँसँग त एउटा त्यो कार्टुनको बिग एस नि होला होइन छ अर्को डिल्डो पनि छ तिम्रो साइज ठ्याक्कै मिल्छ डिल्डो देखाउनु त एस देखाउनु त यस्तो देखाउँदैन कराउँछ कस्तो त्यो उयो इयरफोन लाउनुपर्छ कराउँछ औच औच गर्छ ओइ रुकी सुन अस्ति कि शुक्रबार बेलुका मलाई अति मलाई उयो उत्तेजना भयो क्या ठेकाना मन लाग्यो होइन अनि टक्क लाइन जोडेर टक्क प्लग हालेर लिक्विड हालेँ योनीमा लिक्विड हालेर टक्क गर्दै थिएँ क्या टक गर्दै थिएँ फ्याट्टै फ्युज झऱ्यो क्या आम्मामा गेडा च्यापेर यार त्यो डरले होइन होला नि यस्तो त कसम चेपेको मलाई डरले क्या त्यो यस्तो हुन्छ नि त हावाले भरेको हुन्छ नि त त्यो तपाईँले युज गर्न आएन होला आउँछ मजाले आउँछ त्यो डगी गर्दाखेरि डगी कहाँ 28 किलोको पो त 28 किलोग्राम्सको नेपाली कति पर्यो नेपाली 95,000 परेको थियो कस्तो बक्समा प्याक गरेर ल्याएको थियो अझै पो छ होला त्यो तर त्यो पुती चाहिँ बिग्रेको छ ए सरी योनी चाहिँ बिग्रेको छ आमा होइन मजा त मजा हुन्छ कि तर के मजा हुन्न भने त्यो मुखमा हाल्दाखेरि चुस्दैन क्या मुखमा हाल्दा नि हुन्छ पछाडि हाल्दा नि हुन्छ त्यो 1,20,000 त्यो चाहिँ राम्रो थियो मुखमा हाल्दा नि मजाले मुखले मार्थ्यो के मजा आउँछ हो यस्तो किन्दा छ्या यस्तो हुन्छ कि अब तिमीहरूले गर्यौ भने तिमीहरू थाहा पाउँछौ छोरा मान्छेले झाडा आँटेको बेला गर्छ क्या तिमीहरू थाहा पाउँछौ निकालिहाल्छौ लात्तीले हानेर त्यसले त निकाल्दैन नि त मजाले अट्ठाएर गर्छ र ओ माई गॉड मान्छे एकताल गराउँदा फेरि मैले फर्स्ट टाइम सुन्दैछु हो केटाहरूले नि यस्तो गर्छ भनेर रुकी तिमी नभाग ल कस्तो नभएको हो रुकी तिमी नभाग ल म तिमीलाई एउटा त्यो कुरा भन्छु ल एउटा सरप्राइज दिन्छु ल कसम तिमीले मनै मानेन के कसम आम्मा कसम मनै मानेन मेम्बरसिप लिगौँ त सबैजना मिलेर मेम्बरसिप कसम मनै मानेन आम्मा कसम मनै मानेन कान्छु रुकी रुकी बेबी होइन होला है त्यस्तो त यार सबैजना हाँस्यो हो पब्लिक Oh my god! Yes! Oh my god! Got stopped a long time, yaar. Look, I can't control, yaar. Oh my god. Juki, how are you feeling, baby? होइन होला है त्यस्तो त ओ माई डे